दर्शक मित्रजन साथीहरू म तपाईहरुकै साथी रोशन जान्दिङ हैन अहिले चाहिँ म यो त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा छु है अहिलेसम्म चाहिँ मैले नेशनल भ्लगहरु मात्र बनाएको छु आज चाहिँ इन्टरनेशनल भ्लग है हेर्न सक्नुहुन्छ यो जति पनि पछाडी देखिराख्नु भएको छ हैन सबै परदेश जानेहरू है यो एउटा नेपालीहरुको एउटा विडम्बना पनि छ हैन अब आफ्नो देशमा गर्नुलाई खासै केही चाहिँ मैले देखिन के है मैले नि अब अलिअलि गर्नु त खोज्या हो तर केही छैन के अलिअलि नहुने हैन हुन्छ तर है जमिदैन आज चाहिँ म नेपालबाट दिल्लीसम्मको यात्रा छ है आज चाहिँ मेरो फ्लाइट चाहिँ दिल्लीसम्म हो हैन मसँग एकजना सहयात्री हुनुहुन्छ मिस मनिषा सौदौला हुनुहुन्छ हैन उहाँसँग चाहिँ मेरो दिल्लीसम्मको सँगै यात्रा छ हैन दिल्लीसम्म चाहिँ सँगै यात्रा छ है हाम्रो चाहिँ दिल्लीमा 12 घण्टा ट्रान्जिट छ है हामी चाहिँ पुग्नुपर्ने क्रोएसिया दिल्लीबाट इस्तानबुल भोलि बिहान 6:40 को छ हैन अनि त्यहाँदेखि चाहिँ यो के भन्छ इस्तानबुल टर्कीको क्यापिटल सिटी होला सायद है त्यहाँ छ अनि त्यहाँबाट 11:45 मा जाग्रेब छ के जाग्रेब भन्नु चाहिँ क्रोएसियाको ठाउँ हो है र त्यहाँबाट चाहिँ 4 घण्टा सिपमा जानुपर्छ अरे हैन तपाईहरु स्टे ट्युन रहनु होला है यो मेरो इन्टरनेशनल भ्लगमा र अब मेरो भ्लगहरु चाहिँ प्रायः जसो यता क्रोएसियाकै हुनेछ हैन यदि सब्स्क्राइब गर्नु भएको छैन कृपया सब्स्क्राइब गरिदिनु होला र मेरो इन्टरनेशनल भ्लग कस्तो लाग्यो सब्स्क्राइब पनि गर्नु होला है त हे नेपालमा यो देशमा फेरि पनि पाइला नटेकिन्जेलसम्म चाहिँ एकदम सही सुरक्षित राखिदिनुस् है अरूको देशमा कसैको आँखी नहोस् हैन कसैको अब त्यो दुःख कष्ट नहोस् भन्दै म यो मेरो मातृभूमिलाई एकदम हृदयदेखि नै सलाम गर्दै म यो नेपालबाट केही वर्षको लागि बिदाय हुन चाहन्छु हैन म फेरि पनि आउने छु यो मेरो देश सधैँ मेरो मुटुमा मेरो मनमा रहिरहनेछ है अहिले मलाई देशको अत्याधिक माया छ मैले सुनेको छु परदेश गएपछि यो देशको माया झन् हुन्छ अरे त्यही अनुभव गर्नलाई पनि म गएको हो हैन अब हामी चाहिँ भित्र छिर्छौँ है त यो वेटिङ एरियातिर म मेरो कुललाई मेरो पितृलाई सधैँ शिरमा राखी सम्झिरहनेछु सुम्निमा पारुहाङलाई सधैँ सम्झिरहनेछु मेरो संस्कार संस्कृतिलाई सम्झिरहनेछु मेरो मातृभूमि नेपाल आमालाई सधैँ सम्झिरहनेछु है त तर यो एउटा रहर भनौँ या विडम्बना है परदेश एकचोटि छोरा मान्छेले चाहिँ जान्नै पर्ने यो एउटा रहरै भनौँ न हैन अब सक्नेहरूले नेपालमा पनि गरेको छ हैन तर हामी चाहिँ नेपालमा गर्न असमर्थ रह्यौँ है अब तपाईहरुलाई म मेरो यो सम्पूर्ण क्रोएसियासम्मको जाग्रेबसम्मको भ्लग देखाउने छु है त्यहाँदेखि चाहिँ अब मेरो कामहरु के कस्तो हुन्छ भन्ने कुरा सम्पूर्ण जानकारी चाहिँ यसै भ्लगबाट म तपाईहरुलाई जानकारी गराउँदैछु है त ल साथीहरु हामी चाहिँ अहिले यो वेटिङ हलमा बसिरहेको छौँ हैन अहिले चाहिँ लगभग 3 बज्यो अब लगभग 20-25 मिनेटमा चाहिँ हामी इन हुन्छौँ 3:25 मा इन छ हैन फ्लाइट चाहिँ 4:40 को छ अब यो त खासै भिडियो गर्नु पाउँदैन हैन त्यही भएर मैले प्लेनमा बसेपछि चाहिँ भिडियो गर्छु है त स्टे ट्युन रहनु होला यी साथीहरु अब चाहिँ हामी उडानको लागि यहाँनिर पेन्डिङमा बसिरहेको छौँ है यता आउनु यता ए ल उहाँहरू चाहिँ मेरो मैसँग जाने साथीहरु उहाँ चाहिँ मनिषा सिदौला हैन सदौला तपाईको नाम उहाँ चाहिँ पुनम आचार्य हुनुहुँदो रहेछ है किन उहाँ चाहिँ मैसँग जानुहुन्छ जाग्रेबसम्म है उहाँ चाहिँ आबुधाबी इन्टर्नशिपको लागि जाँदै हुँदो रहेछ कुकिङको लागि त्यहाँ देख्न सक्नुहुन्छ है लाइन हैन यो चाहिँ अब हाम्रो इन्डियाको लागि दिल्लीसम्मको हैन थ्याङ्क यू तपाईहरुलाई हामीलाई रमाइलो लागिरहेछ साथी भेटेर हामीलाई लिन आयो है एकदम भेटवाला गाडी
यो त मतलब विदेश जस्तो लाग्दैछ होला यस्तै हुन्छ त विदेशतिर कसै यहाँ ढोकाउँछ चढौँ उभिएर पो जानुपर्ने रहेछ त बसमा नि चढिसक्यौँ होइन अब यो डिप्याचर भइसक्यो अब 6:40 को फ्लाइट छ मैले भनिहालेको छु होइन अब अलिक नर्भस पनि भइरहेछ है हल्का एक्साइटेड पनि छु फर्स्ट टाइम यसरी अब जाँदैछु होइन एकैचोटि इन्टरनेसनल फ्लाइट चढ्दाखेरि कस्तो भइरहेछ क्या थाहै छैन क्या के भइरहेछ अब एक्साइटेड भनौँ या नर्भस भनौँ के हो के केही थाहा छैन क्या जस राम्रो भविष्य हुन्छ भनेर चाहिँ एउटा आशा चाहिँ छ र अब हामी चाहिँ प्लेन चढ्न लाग्यो होइन हाम्रो मिसहरू यता हुनुहुन्छ है दुईजना चाहिँ अब सँगसँगै नौ दिल्लीसम्म यो देख्न सक्नुहुन्छ लाइन होइन अब हाम्रो फ्लाइट चाहिँ यो रहेको छ है यो हेर्न सक्नुहुन्छ होइन इन्डिगो दिल्लीसम्मको है अब के भन्नु होइन अघि पनि भनिहालेँ के छु थाहै छैन क्या एक्साइटेड पनि भइरहेको छु अब हल्का के भन्नु डर जस्तो पनि लागिरहेछ है जस उत्साहित छु भनौँ न उत्साहित छु खुसी छु भनौँ न है अब देश विदेश कमाउनु जाँदाखेरि हर्षितै छु भनौँ है समग्रमा भन्नुपर्दा हाम्रो मिसहरू हाँस्दै हुनुहुन्छ मलाई हेर्दै होइन उहाँहरू चाहिँ लेडिजको लाइन चाहिँ बेग्लै रहेछ है यो चाहिँ अब लेडासको लाइन है यो चाहिँ ल साथीहरू हामी चाहिँ फ्लाइटमा चढिसक्यौँ होइन आफ्नो सिटमा बसिसक्यौँ अब अहिले 4:20 भयो है अब लगभग 20 मिनटमा उडान पनि हुन्छ होइन म तपाईँहरूलाई यो प्लेनबाट देखिने जुन दृश्यहरू छ त्यो देखाउने छु है कि मुख्य कर्मदलों हम हिंदी और अंग्रेजी बोल सकते हैं। आपके सहयोग और विमान कर्मदल के निर्देशों के पालन से हम आपकी यात्रा को सुरक्षित, आरामदायक और बेहतर बना पाएंगे। हमें बेहद खुशी है कि हम आपको हमारे देश के साथ जोड़ सके। प्रस्तुत है आपके लिए इंडिया बाय इंडिगो। धन्यवाद। साथीहरू ल्यान्ड भयो Delhi Terminal 3. We request you to close the window shades and open the air vents after the doors open. If your connecting flight is from another terminal, please follow the signage and for further assistance approach our ground team. Travel time between terminals is approximately 20 minutes. Thank you. ल है दिल्ली आइपुग्यो है दिल्ली अब यहाँदेखि
भिडियो गर्नु सायद पाइँदैन होला होइन। अब भरे अर्को फ्लाइटमा चढ्दाखेरि गरौँ है त। र साथीहरू हामी चाहिँ दिल्लीमा सेफली ल्यान्डेड भइसकेका छौँ होइन। अब यहाँदेखि उता चाहिँ भिडियो गर्नु पाउँदैन होला सोध्छु है, अनि गर्छु यदि पाउँदैन भने त किन होइन अरूको देशमा। अब भरे एकैचोटि फ्लाइट अर्को फ्लाइटमा यहाँदेखि चाहिँ अब हामी टर्किस एयरलाइन्स ट्रान्जिट लिएर अघि बढ्छौँ है। एकजना यहाँ साथी हुनुहुँदो रहेछ है, मजाले नेपाली बोल्नुभयो, नेपाली होला भनेर मजाले नेपाली बोलेको भरे त। कहाँ देखेर तपाईँ? बङ्गलादेशको भन्दो रहेछ। ल भेटेर खुसी लाग्यो, हात मिलाइदिउँ न त। ल साथीहरू अहिले चाहिँ रातिको 2 बजेको छ होइन। हामी चाहिँ अहिले टिपाचर एरियामा छिरिसकेका छौँ। हामी 12 बजे टिपाचर एरियामा छिर्यौँ होइन। हाम्रो अब यो फ्लाइटको वेटिङमा छौँ है। अब 2 बजेदेखि यहाँ चाहिँ हाम्रो टर्किस एयरलाइन्सको सुरु हुन्छ भनेको छ होइन। लगभग 2 त बज्यो अब सायद सुरु हुन्छ कि अब हामी चाहिँ बोर्डिङ पासतर्फ अघि बढ्छौँ है। भिडियो गर्नु पाइँदैन है, यसरी लुकी गर्दैछौँ होइन। अब हाम्रो नेक्स्ट फ्लाइट चाहिँ इस्तानबुल हुन्छ है। लगभग 5 घन्टाको फ्लाइट हुन्छ इस्तानबुल। दिल्लीदेखि काठमाडौँदेखि दिल्लीको त हल्का दृश्यहरू त देखिहाल्नु भयो होइन। अब दिल्लीदेखि इस्तानबुलको केही दृश्यहरू पनि म तपाईँहरूलाई देखाउने छु है। स्टे ट्युन रहनु होला। सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला है त। नजिक फ्री वाइफाई जोड्नुको लागि चाहिँ ठाउँ फ्री वाइफाई लेखेको हुन्छ, त्यहाँ चाहिँ तपाईँहरूको पासपोर्ट हुन्छ होइन। र आधा नि त्यसलाई स्क्यान गर्ने एउटा कोड आउँछ, त्यो पेपर निस्किन्छ स्लिप, त्यो अनि पासपोर्ट नम्बर हुन्छ नि त्यहाँ नजिक त्यो कोड आउँछ। त्यो कोड लगाएपछि चाहिँ तपाईँहरूको वाइफाई कनेक्ट हुन्छ होइन। त्यसपछि चाहिँ जहाँ जाँदा नि वाइफाई कनेक्ट हुन्छ अनि ओभर फास्ट हुन्छ। इट्स भेरी फास्ट, नट लाइक नेपाल्स इन्टरनेट इट्स भेरी फास्ट, अलमोस्ट सुपर फास्ट। अब हामी चाहिँ अघि बढ्दैछौँ है। अब हामी चाहिँ गेट नम्बर 15मा जानुपर्ने अरे, हाम्रो फ्लाइट चाहिँ त्यहाँ आउँछ अरे होइन। हामी जाँदैछौँ। अब हामी जाँदाखेरि लगभग फ्लाइट पनि उडानको लागि तयार हुँदै गरेको हुन्छ। अहिले इन्डियाको 6 बज्यो होइन। अबको 20 मिनटमा चाहिँ फ्लाइट हुन्छ है। अब यहाँदेखि सर्ट जाने प्लेनमा बस्ने है। हामी चाहिँ अब यहाँ बोर्डिङ पास देखाउनको लागि जाँदैछौँ। ल साथीहरू बोर्डिङ पास भइसकेर चाहिँ अब फ्लाइटतर्फ अघि हामी बढ्दै गरेको अवस्था है। यहाँ लाइनबद्ध भएर जाँदैछौँ। अब फ्लाइट धेरै समय छैन, 6:20 इन्डियन टाइममा चाहिँ फ्लाइट हो होइन। उता 10:30मा टाइम हुन्छ है। 10:30 हो तर उता लगभग 3 घन्टा टाइम ढिलो छ, त्यही भएर 10:30, 9:30, 6:30, 7:30तिरै ल्यान्ड हुन्छ उताको टाइम है। साथीहरू हामीले सिधै फ्लाइटमा इन्ट्री हुँदैछ है। भिडियो गर्नु पाउँदैन होला, लुकेर गर्दैछु है। सिधै फ्लाइटमा इन्ट्री हुँदैछु है। साथीहरू हामी चाहिँ फ्लाइटमा आइसकेको। हामी चाहिँ अहिले फ्लाइटमा चढिसकेको होइन। यो देख्नु सक्नुहुन्छ, म चाहिँ लक्कीली झ्यालकै सिटमा परेछ होइन। अब भ्यूहरू हेर्नु सक्छ है। यहाँ चाहिँ हाम्रो गोरखपुरको साथी हुनुहुन्छ है। तपाईँ चाहिँ गोरखपुरको? वेयर फ्रम गोरखपुर? उहाँ चाहिँ वेयर आर यु गोइङ? नेपाल टु इस्तानबुल टर्की? गोइङ टु टर्की जा रहे हैं? अनि आफ्टर द्याट आबाना उहाँ चाहिँ टर्कीदेखि आबाना जाने हुन्छ फर टु वर्क, काम गर्न जा रहा है है। उहाँ चाहिँ काम गर्नु जाँदै हुँदैछ। हामी नेपालीहरूको विडम्बना चाहिँ छैन, तर उहाँ चाहिँ गोरखपुर कौन सा स्टेट है? होइन कौन सा स्टेट? गोरखपुर कौन सा स्टेट है? जिला है, जिला गोरखपुर जिला। ये मतलब 382 km/h. Our flight is
तर मरुभूमि नै भरभूमि रहेछ एउटा रुखपात केही छैन ना घर छ ना बस्ती छ ना केही छैन सिर्फ नाङ्गो डाँडा पाहाड गहिरा खाल्सा खुल्सीहरू मात्रै छ पानी पनि केही छैन कुन ठाउँ रहेछ यस्तो कट यो देखिएको चाहिँ ब्ल्याक सी है साथीहरू ब्ल्याक सी यो त निलै छ तर नाम चाहिँ ब्ल्याक सी ल्यान्ड हुन लाग्यो अब ल्यान्ड हुनलाई मात्र 40 मिनट बाँकी इस्तानबुलको 10:37 ल्यान्ड हुने रहेछ दिल्लीको टाइम चाहिँ 1:30 तिर हुने रहेछ दिल्लीको 1:30 इस्तानबुलको 10:37 है साथीहरू ल्यान्ड भयौँ हामी इस्तानबुलमा सेफली ल्यान्डेड इस्तानबुल आइपुगेका छौँ होइन अब यहाँनिर इमिग्रेसन गरेर नेक्स्ट फ्लाइट 11:45 यहाँ टर्कीको टाइममा छ होइन अब 1 घन्टा 5 मिनट ट्रान्जिट छ है अब नेक्स्ट फ्लाइटमा भेटौँ है त नेक्स्ट फ्लाइट चाहिँ अब यहाँदेखि सिधै जाग्रेबलाई क्रोएसिया पुगिन्छ अब है साथीहरू हामीले इस्तानबुलमा सेफली ल्यान्डेड भयो होइन अनि अर्को इमिग्रेसनको लागि जाँदैछौँ ल अब हामी चाहिँ इस्तानबुलदेखि पनि फ्लाइट चढिसकेका छौँ होइन अब जाग्रेबतर्फ यहाँको लोकल टाइम 11:45 फ्लाइट छ है र उताको लोकल टाइम यो क्रोएसियाको लोकल टाइम 12:50 चाहिँ पुगिन्छ है अब हामी चाहिँ चढिसकेका छौँ होइन अब केही बेरमै फ्लाइट उडान हुन्छ है जाग्रेबबाट इस्तानबुलबाट उड्यो है इस्तानबुलबाट अब 1-1.5 घन्टामा जाग्रेब पुगिन्छ है
फाइनली म चाहिँ यो जागृत आइपुगेको छ है क्रोसिया। अब यहाँ चाहिँ हामीलाई हाम्रो नेपालको मान्छे दिन आउँछ भन्ने कुरा छ है। मसँग आउने बहिनीहरू कता पुग्यो यहाँ पर्खिरहेको थिएँ मैले है, गइसक्यो त्यहाँ। अब यहाँनिर इमिग्रेसन गर्ने अनि मान्छे पर्खिने। मान्छेले अब धोका दिन्छ कि दिँदैन, सकभर धोका नदियोस् होइन, टकटक टाइममा होस्। हरेक चिज अहिलेसम्म चाहिँ टाइम टेबलमा भइरहेछ। र साथीहरू हामी चाहिँ अहिले एयरपोर्टबाट उत्रेर हाम्रो डेस्टिनेसनमा जाँदैछौँ होइन। हाम्रो गणेश सरले चाहिँ हामीलाई डिरेक्सन गर्दै हुनुहुन्छ है। र हामी चाहिँ ट्याक्सीबाट चाहिँ जाँदैछौँ है हाम्रो गन्तव्यतर्फ। यो झन्झनै नेपाल जस्तै हुँदो रहेछ क्या, हेर्नु त लु, ट्याक्कै नेपाल जस्तै, तर धेरै विकसित के यो यस्तो यो बाटोहरू अद्भुत छ है, अद्भुत छ होइन। यो वान बाटो, तर यहाँ चाहिँ राइट साइड रहेछ क्या, राइट ह्यान्ड। नेपालमा चाहिँ लेफ्ट ह्यान्ड हुन्छ, यो चाहिँ राइट ह्यान्ड रहेछ। र साथीहरू अहिले चाहिँ म जागृत भन्ने ठाउँमा छु है, यो एयरपोर्ट नजिकै। अब यहाँबाट चाहिँ काममा जानुपर्ने हुन्छ है। हिजो मसँग आएको बहिनी चाहिँ दुब्रोनिक भन्ने ठाउँमा गइसक्यो है। यहाँबाट चाहिँ 10 घन्टा लाग्छ अरे होइन। म चाहिँ सेभेनिक भन्ने ठाउँ जानुपर्ने छ है। त्यो चाहिँ एउटा टापु छ अरे। यहाँबाट 5 घन्टा गाडीमा, 1 घन्टा चाहिँ सिपमा चढेर जानुपर्छ अरे होइन। अनि भयो भने म आजै पठाइदिनु भन्छु है, आज भएन भने चाहिँ भोलिसम्ममा पठाइदिनुहुन्छ है। तपाईँहरूले म नेपालदेखि दिल्ली, दिल्लीबाट इस्तानबुल हुँदै जागृतसम्मको ब्लग हेर्नुभयो होइन। अब अर्को ब्लग चाहिँ म यहाँदेखि मेरो काम जाने ठाउँसम्म हुन्छ होइन। अब आजको 3 दिनमा म अर्को ब्लग लिएर आउने छु है। तपाईँहरूले हेरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला भन्दै म यो ब्लगबाट बिदा हुन चाहन्छु। जय देश, जय नेपाल, जय मातृभूमि।